सरी गाइज अलिकति ह्युज कट हुन गयो तपाईहरुलाई म एउटा कुरा रिभिल गर्न चाहन्छु हैन प्लिज हेर्नु होला है मेरो दाँत भाँच्यो गाइज मासु खाएर मेरो दाँतै भाँच्यो I broke my teeth एनीवेज अब चाहिँ म यो सकाएर मेरो डेन्टिस्टकोमा जान्छु हैन सो मस्ट गो अन यो चाहिँ कम्प्लिट हुनै पर्छ है किनभने यो मेरो काम हो आई रेस्पेक्ट माई जब मेरो दाँत गाइस एक्चुअली यो बनाएकै दाँत थियो कि अब म केयरफुल हुनु पर्थ्यो म अलिकति केयरलेस भए मेरो दाँत भाँच्यो ल अब खाऊ है त प्लिज यो मकबाङ हेरेर इन्जोय गर्नु होला एक्चुअली मैले यो मकबाङलाई चाहिँ स्टप पनि गर्न सक्थे बट मैले तपाईहरुलाई प्रमिस गरेको थिए हाम्रो चाहिँ यो वीक भरि 100K स्पेशल हुनेवाला छ भनेर अब गर्नै पर्छ हैन जसरी भए पनि ल म सुरु गरे है त थोते दाँतले भने पनि मासु छपाउनै पर्यो मासु इज लभ ल खाए है गाइज अब यही अगाडिको दाँत पनि भाँचिन्छ भन्ने डर भइसक्यो मासु चाहिँ मिठो छ है गाइज कस्तो बोल्यो हट्यो कि मेरो दाँतै भाँच्दियो